हेलो एभ्रिवान, हजुरहरूको न्यु इयर कस्तो भयो? हाम्रो चाहिँ यस्तो भयो। हामी चाहिँ अटोमा बसेर चट्ट टिबार गएका छौँ। अनि टिबारमा पुगेपछि मेरो नानीले भिडियो सुट गर्न थालेकी छिन्। अनि टक्क लाएर हामी चाहिँ मेरो बुढा र बुढी चाहिँ टक्क फुलको झोलामा बसेर होइन टिकटक बनाउन थालेका छौँ। मेरो मम्मी पनि टक्क फुलको झोलामा बसेर टिकटक बनाउन थाल्नु भएको छ। अनि हामीलाई एकदम गर्मी भयो। अनि हामीले चिसो कोकोकोला मगाएर कोकोकोलाको इन्जोय गरेका छौँ। एकदम रमाइलो भएको छ। अनि मेरो बुढा र म चाहिँ ह्याप्पी न्यु इयर भनेर कोकोकोला चेस गरी पिएका छौँ। अनि चारैतिरबाट एकदम रमाइलो हेर्न लायक। अनि मेरो बुढालाई चाहिँ लाफिङ टेस्ट गराएकी छु। अनि एकदमै मेरो बुढाले चाहिँ मलाई चाहिँ चट्ट कति राम्ररी देखेकी तिमी आज भनेर बसाइरहनु भएको छ। अनि मेरो मम्मी चाहिँ टिकटक बनाउन एकदम बिजी हुनुभएको छ। अनि टक्क लाएर मेरो छोरीले सानो ब्लग बनाएकी छिन्। अनि टक्क मलाई पनि टिकटक भिडियो बनाउनमा म व्यस्त छु। यताउता चारैतिर हेरेर त्यहाँको भ्यूको मजा पनि लिइरहेको छु। साह्रै रमाइलो लाग्यो मलाई चाहिँ है। चट्ट लाएर हेर्न लायकको ठाउँ रहेछ। अनि त्यहाँको भ्यू हेर्नुहोस् न कस्तो रमाइलो है, कस्तो राम्रो। टिकटकहरू बनाउन चाहिँ एकदम रमाइलो। अनि म चाहिँ झोलामा बसेर टक्क लाएर झोलाको मजा लिइरहेको छु। अनि चट्ट लाएर चारैतिर मेरो बुढो चाहिँ हेर्नु न फेरि के भएछ, कुनै दाँतमा कोटाइरहनु भएको छ। अनि बुढाहरू पनि एकदम इन्जोय गरिरहेका छन्। अनि हामी चाहिँ ह्याप्पी न्यु इयर भनेर इन्जोय गरेर टिकटक बनाएका छौँ। अनि त्यहाँ चाहिँ ह्याप्पी न्यु इयर भएको कारणले हिजो एकदम प्याक थियो, एकदमै प्याक। अनि म चाहिँ साँझपख यस्तो बत्ती बलेको बेला टिकटकहरू यताउता बनाउनलाई एकदम बिजी भएँ। एकदम रमाइलो लाग्यो। झन् बेलुकामा त एकदमै रमाइलो हुँदो रहेछ। सबैतिर बत्तीको झिलिमिली गर्दा पनि होला, वातावरण पनि त्यस्तै राम्रो। अनि बत्तीको झिलिमिली प्लस भएपछि त एकदम रमाइलो देखिने। त्यहाँ चाहिँ नाइटमा पनि एकदमै रमाइलो। अनि हामीले नाइटको पनि मजा लियौँ है। अनि चट्ट लाएर अनि ब्याक साइडबाट पनि टिकटक बनाएँ। अनि टक्क लाएर अनि आएँ। अनि त्यसपछि हामी क्लब गयौँ। अनि क्लबमा पनि अनि चट्ट लाएर खाने पिउने काम भयो। अनि डान्सहरू यताउता नाचगान सुरु भयो हाम्रो। अनि चट्ट सबैजना साथीसँगै यताउता घर फ्यामिली मिलेर नाच्यौँ, गायौँ, रमायौँ। अनि अटोमा चढेर चट्ट लाएर घर फर्कियौँ। अनि घर फर्किएर टक्क फ्रेस भएर एकछिन टिभी हेऱ्यौँ। अनि टिभी मात्र हेरेर भएन, अनि मिठो खानेकुरा पनि बनाउनु पर्यो। अनि त्यसपछि मैले चाहिँ आफ्नै हातबाट बनाएर चट्ट होइन पनिर पुलाउ तिनीहरूलाई बनाएर चखाउँछु भनेर म चाहिँ पनिर बनाउन व्यस्त भएँ। अनि मैले चाहिँ चट्ट लाएर पनिर बनाउँदै थिएँ। अनि नानीले मेरो चाहिँ पनिरमा के हालेर बनाउनुहुन्छ हाम्रो दिदीले भनेर क्वेसन गरिन्। अनि मैले त्यसको जवाफ दिएकी छु है। एकदमै राम्रो छ। अनि मेरो मम्मी चाहिँ एकदम खुसी हुनुभएको छ। छोरीहरू सबै आज मेरो घरमा आएर टक्क रमाइलो गरेका छन् भनेर मेरो मम्मी साह्रै ह्याप्पी हुनुभएको छ है। एकदमै। अनि नयाँ वर्षमा चाहिँ एकदमै रमाइलो गऱ्यौँ हामीले है। दिनभरि चट्ट घुमेर आएर अनि टक्क घरमा नि एकदम रमाइलो गर्छ।